हेलो हेलो नमस्ते सबैजनामा म विष्णु। आज फेरि म अर्को नयाँ रिल्स भिडियो लिएर आइसकेको छु। आजको टपिक्स रहेको छ माइन्डसेट सिफ्ट। के हो त माइन्डसेट सिफ्ट भनेको? माइन्डसेट सिफ्ट भनेको वेट होइन कि एक्सन हो। हामीहरूसँग दुईवटा माइन्डसेट हुन्छ होइन। एउटा पहिलो माइन्डसेटले म गर्न सक्दिनँ, मसँग टाइम छैन, मसँग एक्सपिरियन्स छैन, होस् ठिकै छ म पछि गर्छु भन्छ कि। अनि अर्को माइन्डसेटले म गर्छु, म सक्छु, मैले टाइम म्यानेजमेन्ट गर्छु होइन, एनी हाउ गर्न रेडी हुन्छ कि। पहिलो माइन्डसेटले एक्सक्युज खोज्छ होइन, तर दोस्रो माइन्डसेटले चाहिँ उसले एक्सन लिन्छ होइन। हामीले सफल व्यक्तिहरूलाई हेरौँ होइन, उनीहरू सुरुमै पर्फेक्ट भएर स्टार्ट गर्दैनन् कि। जे कुरा पनि उनीहरू स्टार्ट गरेपछि सबै कुरा पर्फेक्ट हुने हो होइन। सफल व्यक्तिहरूले पनि त्यही गर्ने हो। जब हामीले माइन्डसेट सिफ्ट गर्दैनौँ नि, जब हामीले वेट गर्छौँ तबसम्म हामी कहिले सफल भइदो रहेछ। जब हामीले एक्सन लिन्छौँ नि, वेट नगरेर एक्सन लिन्छौँ, एक्सन लिएपछि मात्र सफल भइदो रहेछ होइन। हिजोको दिनमा मलाई पनि अब त्यस्तै लाग्थ्यो, होस् म गर्न सक्दिनँ, होस् पछि गर्छु, ला म यो कुरामा फेल भयो भने मलाई अरूले के भन्छ, त्यस्तो लाग्थ्यो। जब म यो बिजनेसमा आइसकेँ होइन, अनि यहाँ माइन्डसेटको कुराहरू सिकेँ यहाँ आएर, अनि अहिले मलाई लाग्दैछ कि हामीले एक्सन नलिकन होइन, स्टार्ट नगरिकनै हामी सफल भइदो रहेछ कि। जे कुराको पनि हामीले पोजिटिभली ल्याएर म गर्न सक्छु, म गर्छु होइन, म टाइम म्यानेजमेन्ट गर्छु भनेर सबै कुराको हामीले एक्सन लियो भने चाहिँ बल्ल हामी सफल भइदो रहेछ होइन। सो यदि तपाईँहरू पनि सफल हुन चाहनुहुन्छ भने माइन्डसेट सिफ्ट गर्नुहोस् होइन, एक्सन लिनुहोस्। हामीले एक्सन लियौँ भने सफल अवश्य भइन्छ। भोलि फेरि अर्को टपिक। बाई बाई। भिडियो अन्तिमसम्म हेरिदिनु भयो, धन्यवाद।